बे गर्ने उमेर त भयो तर अहिले किन गर्ने छिटो बे गरेर चाहिँ के कसले के गरे र बेलैमा यसो हुन्छ नि बच्चाको प्लानिङ होला अनेक थरी होला छैन मेरोमा भोलि बुढेसकालका सहारा बन्छन् केटाकेटीहरू छोराछोरी बच्चा दिन सक्छ सकिहाल्छ किन नसक्नु र समय भर्खरै निकिसा श्रेष्ठको भिडियो आएको थियो कि इन्टरभ्यू दिएको भिडियो अनि एलजिबिटिक्यू तेस्रो लिङ्गी समुदाय भनेर हजुरहरू जुन रजिस्टर हुनुहुन्छ हजुरहरूकोमा त्यो भिडियो आयो कि आएन कुनै पनि पत्रकारले लैङ्गिकताको हिसाबमा त्यसरी क्वेसन गर्नु मिल्ने कि नमिल्ने कसैको व्यक्तिगत जीवनमाथि त्यसरी प्रश्न उठाउँदाखेरिमा हजुरहरूको लैङ्गिक समुदायले केही कारवाही गर्नुपर्ने हो कि नपर्ने हो एकदमै लो लेभलको क्वेसन सोद्धाखेरिमा हजुरहरूको कम्युनिटीबाट बिलङ गर्छ निकिसाले भनेपछि उसको लागि हजुरहरूले आवाज उठाइदिनु पर्ने हो कि नपर्ने हो हजुरहरू चाहिँ के को लागि रजिस्टर हुनुहुन्छ हजुरहरूको आफ्नै समुदायमा रहेको मान्छेले यस्तो कुराहरू फेस गरिराख्दाखेरिमा हजुरहरूको जिम्मेवारी के हो भन्ने जस्तो लागेन मेरोमा त भर्खरै फर यू पेजमा आयो निकिसालाई तिमी बच्चा पाउन सक्छौ कि सक्दैनौ यो सुन्ने क्वेसन हो एभ्रीबडी नोज द्याट कस्तो खालको बेवकु क्वेसन सोधेको यस्तो यस्तो पत्रकारहरूको चाहिँ लाइसेन्स खारेज गर्नुपर्ने हो उनीहरूको युट्युब च्यानल चाहिँ रिपोर्ट गरिदिनु पर्ने हो यो हजुरहरूको पनि जिम्मेवारी हो लगायत हामी सम्पूर्णको जिम्मेवारी हो कोही मान्छेको व्यक्तिगत प्रश्नहरू त्यसरी सोध्ने अधिकार कसैलाई पनि छैन ऊ इरिटेट मानिराख्दाखेरिमा पनि उसलाई सोध्ने तरिकाहरू तपाईँले के गर्नुहुन्छ कसो गर्नुहुन्छ त्यो व्यक्तिगत पर्सनल कुराहरू त्यसरी सोधिराख्दाखेरिमा हजुरहरूको समुदायलाई चाहिँ रिप्रेजेन्ट गर्छ नि त निकिसाले उसको लागि चाहिँ हजुरहरू बोलिदिनु पर्ने हो कि नपर्ने हो हजुरहरू चाहिँ संस्था बनिसकेपछि हजुरहरूको अर्गनाइजेसनले गर्नुपर्ने काम चाहिँ के हजुरहरूको त्यहीँभित्र भएको मेम्बरहरूलाई अन्याय पर्दा अप्ठ्यारो पर्दाखेरिमा हजुरहरूले आवाज उठाउनु पर्ने होइन कि हजुरहरूको पर पेजमा आएन आयो भने चाहिँ हजुरहरू किन मौन हो त्यो पत्रकारलाई कारवाही गर्नु पर्दैन एउटा मान्छेलाई त्यति साह्रो चाहिँ कसरी गर्न सक्छ कसरी भन्न सक्छ जे पाइ त्यही